आज हामीसँग अत्यन्तै महत्त्वपूर्ण 8 वटा जीके क्वेशन रहेको छन् र हजुरहरूले यसको कतिवटा एन्सर मिल्छ कमेन्ट गर्नुहोला। र प्रश्न नम्बर 1 मा हेरौं। पृथ्वीबाट देखिने सबैभन्दा चम्किलो तारा कुन हो भनेको छ। यसको अप्सन हेरौं। ध्रुव तारा, चित्रा, लुब्धक र सिरियस भनेको छ। यसको राइट एन्सर हजुरहरूले गेस गरिसक्नुभयो होला। यसको राइट एन्सर रहेको छ लुब्धक। र प्रश्न नम्बर 2 मा हेरौं। कुन ग्रहलाई सुनौलो ग्रहको नामले समेत चिनिन्छ भनेको छ। यसको अप्सन हेरौं। बृहस्पति, बुध, मंगल र शनि भनेको छ। यसको राइट एन्सर हजुरहरूले गेस गरिसक्नुभयो होला। यसको राइट एन्सर रहेको छ शनि। र प्रश्न नम्बर 3 मा हेरौं। विश्वको तेस्रो ठूलो महासागर कुन हो भनेको छ। अप्सन हेरौं। प्रशान्त, आन्ध्र, हिन्द र कुमेरु भनेको छ। यसको राइट एन्सर हजुरहरूले गेस गरिसक्नुभयो होला। यसको राइट एन्सर रहेको छ हिन्द। र विश्वको ठूलो महासागर कुन हो, पहिलो ठूलो र दोस्रो कुन हो हजुरहरूले कमेन्ट गर्नुहोला। प्रश्न नम्बर 4 मा हेरौं। नेपालको क्षेत्रफल कति वर्ग माइल रहेको छ भनेको छ। यसको अप्सन हेरौं। 1,47,181 र 52,867 र 58,628 र 56,827 भनेको छ। यसको राइट एन्सर हजुरहरूले गेस गरिसक्नुभयो होला। यसको राइट एन्सर रहेको छ 56,827 वर्ग माइल। र प्रश्न नम्बर 5 मा हेरौं। नेपालमा कफी उत्पादनका लागि प्रसिद्ध जिल्ला कुन हो भनेको छ। यसको अप्सन हेरौं। गुल्मी, प्युठान, ताप्लेजुङ र मुस्ताङ भनेको छ। यसको पनि राइट एन्सर हजुरहरूले गेस गरिसक्नुभयो होला। यसको राइट एन्सर रहेको छ गुल्मी। र प्रश्न नम्बर 6 मा हेरौं। नेपाल गणतन्त्रात्मक राज्य कहिले भएको हो भनेको छ। यसको अप्सन हेरौं। विक्रम सम्वत 2063 जेठ 15 गते, विक्रम सम्वत 2064 जेठ 15 गते, विक्रम सम्वत 2065 जेठ 15 गते, विक्रम सम्वत 2066 जेठ 15 गते भनेको छ। यसको राइट एन्सर हजुरहरूले गेस गरिसक्नुभयो होला। यसको राइट एन्सर रहेको छ विक्रम सम्वत 2065 जेठ 15 गते। र प्रश्न नम्बर 7 मा हेरौं। यलम्बर कुन वंशका राजा थिए भनेको छ। र हेरौं यहाँ। यसको अप्सन गोपाल वंश, अबेर वंश, किरात वंश र लिच्छवी वंश भनेको छ। यसको राइट एन्सर हजुरहरूले गेस गरिसक्नुभयो होला। यसको राइट एन्सर रहेको छ किरात वंश। र यलम्बर किरात वंशको प्रथम राजा हुन् भने किरात वंशको अन्तिम राजा को हुन् त्यसको एन्सर हजुरहरूले कमेन्ट गर्नुहोला। र प्रश्न नम्बर 8 मा हेरौं। ओलम्पिक झण्डाको सेतो पृष्ठभूमिमा कतिवटा रिङ हुन्छन् भनेको छ। यसको अप्सन हेरौं। 3 वटा, 5 वटा, 7 वटा, 9 वटा भनेको छ। यसको राइट एन्सर हजुरहरूले गेस गरिसक्नुभयो होला। यसको राइट एन्सर रहेको छ 5 वटा। र आजलाई यति नै हस् त।